हेर्नुस् त दर्शक महानुभावहरू, पछिल्लो समयको एकदमै चर्चित भाइरल राजन श्रेष्ठ हेटौँडाको मानव सेवा आश्रमबाट उनी अहिले बिदा हुने भएका छन्। उनी पछिल्लो समयका एकदमै चर्चित हुनुहुन्छ र भाइरल पनि हुनुहुन्छ। हेटौँडा मानव सेवा आश्रममा करिब 2 वर्ष बसेपछि उनी पूर्ण रूपमा निको हुने अवस्था पनि रहेको छ भने उनी गाउँमा आउने, हेटौँडाको मानव सेवा आश्रममा आउने पनि भइरहेको छन्। भाग्य न्युपाने र हाम्रो टिम सहितको यो संयुक्त प्रयासमा उनलाई हेटौँडाबाट केही परको स्थानहरूमा घुम्नका लागि लागेको थियौँ र उनी पछिल्लो समयका एकदमै चर्चित भाइरल राजन श्रेष्ठ हुनुहुन्छ। साथै उनी पहिला बसेका चतरा घाटमा पनि जाने भन्ने कुरा पनि गरेको कारणले गर्दा हामीले उनलाई लगेको थियौँ। तपाईले हेर्न सक्नुहुन्छ चतरा घाटमा उनी जाँदैछ भने उनी यहाँका दृश्यहरू हेर्दाखेरि पनि एकदमै खुसी भएको देख्न सक्नुहुन्छ भने पछिल्लो र विगतका कुराहरू पनि एकदमै याद आएर उनलाई चाहिँ एकदमै यहाँ चाहिँ भावुक भएको अवस्था पनि देख्न सक्नुहुन्छ। भाग्य न्युपाने र हाम्रो टिमको संयुक्त प्रयासबाट उनलाई यो ठाउँमा चाहिँ ल्याउन सफल भए। यानि कि उनले नै आफ्नो पहिलाको चाहिँ जुन बसेको ठाउँ पनि एकचोटि हेर्न मन लाग्यो भनेर उनले भनेपछि हामीले उनको प्राइससँगै भाग्य न्युपाने र हाम्रो संयुक्त टोलीबाट उनलाई ल्याउन सफल भए। उनी अहिले बसिरहेको छ यो ठाउँमा। उनी बस्दै यहाँ चाहिँ लुगाहरूको चाङ राख्दै, लुगाहरू चाङ राखेर उनी यहीँ माथि सुत्थे र बस्ने गरेको देखिन्थ्यो र उनले चाहिँ भावुक हुँदै उनी बसेको ठाउँका लागि दृश्य पनि उनले देखाइरहेको अवस्था देख्न सक्नुहुन्छ भने केही कुराहरू चाहिँ उनले भनिरहेको अवस्था देख्न सक्नुहुन्छ। यहाँ बस्दाखेरि भूत आउँथ्यो र भूतले मलाई सताउने पनि गर्थ्यो र कहिलेकाहीँ चोर डाँका पनि आउँथे र चोर डाँकाले के गर्ला कि भन्ने डरले पनि म यसरी भएका साथ म बस्दै भन्ने कुरा पनि उनले गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मलाई ठाउँ नपाएपछि म यसरी चाहिँ बस्नुपर्ने बाध्यता भयो र बाउ आमाको माया नपाएको कारणले गर्दा म चाहिँ चतराको यस्तो घाटमा चाहिँ यसरी चाहिँ सुतेर बस्नुपर्ने बेला भयो। त्यो बेला यस्तो भएको थियो भनेर उनले भन्दै गरेको अवस्था देख्न सक्नुहुन्छ। यो एउटा जङ्गलको नजिक भएको रहेको छ र नजिक भएको कारणले गर्दा यहाँ विभिन्न किसिमको जनावरहरू पनि आउन सक्ने भएको कारणले गर्दा, जङ्गली जनावरहरू पनि आउनु भएको कारणले गर्दा उनी चाहिँ यसरी नै माथि चाहिँ राखेर बसेको भन्ने कुरो पनि उनले गरेको देख्न सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ भोकै बसेको अवस्थाका विगतका कुराहरू पनि उनले गरिरहेको भएको अवस्था देख्न सक्नुहुन्छ। चतरा घाटमा बस्दाखेरिको उनका दिनचर्या र दिनको अवस्थाहरू पनि एकदमै सम्झिँदै भावुक भइरहेको अवस्था तपाईँहरूले देख्न सक्नुहुन्छ। भाग्य न्युपाने र संयुक्त टोलीको टिमबाट उनलाई यसबाट विभिन्न प्रश्नहरू पनि सोध्यौँ तर उनी भावुक हुने भएको कारणले हामीले सबै कुरा चाहिँ खुलाउन प्रयास गरेनन्। पछिल्लो समयको एकदमै चर्चित भाइरल राजन श्रेष्ठले आमा र बुवाको ममता र मायाको कमीको कारणले गर्दा आफू चाहिँ यसरी हिँड्न बाध्य भएको भन्ने कुरो पनि गरिरहेको छ भने उनको पढाइ भने +2 सम्म पढेको उनले जानकारी गराएको छ। उनले पढ्नका लागि अत्यन्तै माहिर छ भने उनले गीत गाउनेदेखि लिएर हरेक क्रियाकलापमा चाहिँ एकदमै सशक्त तरिकाले अगाडि बढेको अवस्था तपाईँहरूले देख्न सक्नुहुन्छ। गीत लेख्ने काम पनि गरिरहेको अवस्था देख्न सक्नुहुन्छ भने अबका उनीका दिन र उनीको यात्रा भनेको चाहिँ मानव सेवा आश्रमबाट पूर्ण निको भएपछि उनी चाहिँ घर फर्केर बिहे गर्ने र बिहे गरेर बस्ने उनको योजना रहेको छ। उनी अहिले एकदमै खुसी रहेको छ भने एकदमै अहिले ट्यालेन्टेड पनि रहेको छ। पछिल्लो समयमा उनले गरेका विगतका कामहरूदेखि पनि उनी एकदमै निराश भएको देख्न सक्नुहुन्छ भने आफू कसरी यो अवस्थामा पुग्यो भन्ने कुरा पनि उनले गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। भाग्य न्युपानेका विभिन्न प्रश्नहरूमा चाहिँ उनले त्यो प्रश्नलाई पनि सजिलै तरिकाले सठिक जवाब दिनका लागि माहिर भइरहेको अवस्था देख्न सक्नुहुन्छ भने यहाँ बस्नु भनेर उनले अङ्कित गरिरहेको अवस्था देख्न सक्नुहुन्छ भने यही ठाउँमा बस्ने गरेको थियो। करिब 2 वर्षसम्म यही अवस्थामा चाहिँ यही चतरा घाटमा बसेको उनले पनि भनेको छन्। उनी पछिल्लो समयका एकदमै चर्चित हुनुहुन्छ भने उनलाई मनोभावना र उनलाई चाहिँ सहयोग गर्नुपर्छ भन्ने धेरै मानिसहरूले पनि उनलाई खोजिरहेको अवस्था देख्न सक्नुहुन्छ र उनका लागि विभिन्न किसिमका चाहिँ कमेन्टहरू पनि आइरहेको अवस्था देख्न सक्नुहुन्छ। पछिल्लो समयका भाइरल राजन श्रेष्ठले आफ्ना विगतका कामहरू, विगतका कुराहरू उनले सम्झिँदै भावुक भएको अवस्था देख्न सक्नुहुन्छ।
राजन श्रेष्ठले गरेका कामहरूको बारेमा पनि उनले विभिन्न किसिमका माध्यमबाट चर्चा परिचर्चा गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। भाग्य नेपालले किनिदिएको मोबाइल पनि बिग्रियो, अब यो मोबाइलको सट्टा अर्को मोबाइल किन्नुपर्छ, आइफोन किन्नुपर्छ भन्ने तरिकाले चाहिँ उनले कुरा गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। चतराको घाटमा 2 वर्षसम्म उनले बिताएका दिनहरू उनले सम्झिँदै भावुक भएका देखिन्छन्। आमा र बुवाको मायाले गर्दा बच्चाहरूलाई कतिसम्म चाहिँ ह्याम्पर पुग्छ, कतिसम्मको चाहिँ मानसिक रूपमा चाहिँ हानि पुर्याउँछ भन्ने कुरा भाग्य न्यौपानेले खुलाएको छन् र राजन श्रेष्ठको जीवनबाट यस्ता कुराहरू चाहिँ प्रष्टिएको छ। उनले भनेका कुराहरूको यादमा सम्झना पनि गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। जबकि बाउले आफ्नो चाहिँ आमामा सौता हालिसकेपछि, सानी आमापट्टि बाउ लागिसकेपछि आमाले पनि अर्को बुवा रोजेर आमा पनि पहिला गएपछि यो अवस्थामा भयो भनेर भाग्य न्यौपानेका अगाडि राजन श्रेष्ठले भन्दै हुनुहुन्छ। यस प्रकारका कुराहरूबाट पनि विभिन्न कुराहरूले उनका मनमा लागेको कुरा पनि प्रष्टिएको छ। यहाँ भाग्य न्यौपानेका अगाडि पनि विभिन्न कुराहरू पनि गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। यस्तो प्रकारको दृश्यबाट तपाईको मनमा लागेको कुराहरू पनि प्रतिक्रिया कमेन्ट मार्फत दिनुहोला। भाग्य न्यौपाने र हाम्रो टिमको संयुक्त टोलीबाट यहाँका परिवेशहरू निरीक्षण गर्दाखेरि यहाँ ठुलो जङ्गल पनि रहेको छ, चाहिँ गाउँ टाढा टाढा रहेको छ। यहाँ चाहिँ टाढा टाढा चाहिँ घरहरू रहेको छ भने यहाँ रहेको छ यो एउटा घाट हो र यो घाटको चाहिँ एउटा चाहिँ पार्टीमा चाहिँ यसरी बसिरहेको अवस्था देख्न सक्नुहुन्छ। राजन श्रेष्ठले यहाँका गाउँका बारेमा पनि विभिन्न कुराहरू र विभिन्न मानिसहरू पनि चिनेको उनले उल्लेख गरेको छन्। राजन श्रेष्ठ पछिल्लो समयका भाइरल राजन श्रेष्ठ हुन् र उनले विगतमा गरेका कामहरूको बारेमा पनि उनले भन्दै गरेको अवस्था देख्न सक्नुहुन्छ। ऊ एक्लै बस्दाखेरि यहाँ नजिकै भूत आएको र बाघ समेत आएको आफू यहाँबाट चाहिँ भागेको पनि कुरा पनि गरिरहेको छ भने उनले प्राय जसो उनी चाहिँ भोकभोकै बसेको यादहरूको पनि उनले दिलाएको छन्। यहाँको वरिपरिका मानिसहरूले पनि उनलाई राम्रो व्यवहार गरेको र खानाहरू लाउन समेत दिएको भन्ने कुरो पनि गरिरहेको छन्। उनले 6-7 वटा र 10-12 जोर चाहिँ किन लुगा लगाउँछन् भन्दाखेरि त्यो लुगा चाहिँ मैले राख्ने ठाउँ नभएको कारणले जति पनि लुगा आयो लुगा चाहिँ यहाँ राख्यो, मरेको मान्छेको लासको चाहिँ लुगा बाँधिएको छ त्यो लासको लुगाहरू लगाउने र त्यो लासको लुगालाई चाहिँ नजलाउने र भोलि पर्सि आफूलाई चिसो माउसम्म चाहिँ लगाउनुहुन्छ, जाडो मौसममा लगाउनुहुन्छ भनेर राजन श्रेष्ठले यसरी चाहिँ लुगाहरू राखेको उनले बताउनु भएको छ। राजन श्रेष्ठ लगायतका अन्य विभिन्न व्यक्तिहरू पनि मानव सेवा आश्रममा रहेको छ। राजन श्रेष्ठ यस्तो व्यक्ति हुन् जुन एकदमै ट्यालेन्टेड भएर पनि अहिले चाहिँ उनको मानसिक अवस्था स्वास्थ्य बिग्रेको कारणले मानव सेवा आश्रममा बस्दै आइरहेको छन्। अब भने राजन श्रेष्ठ चाँडै नै मानव सेवा आश्रमबाट जाने भएको छन्। उनले भन्दै गरेको दृश्यहरू र भन्दै गरेका कुराहरूबाट पनि उनले हामीले स्पष्ट दिलाउन सकिन्छ र यो भिडियोबाट पनि प्रष्ट पारेको छ। र अगाडिपट्टि भाग्य न्यौपानेको कार रहेको छ भने भाग्य न्यौपानेको कारकै अगाडि अरू व्यक्तिहरू पनि उभिएको देख्न सक्नुहुन्छ, अरू दाइहरू पनि आउनुभएको अवस्था रहेको छ। यहाँका चाहिँ स्थानीय पनि मानिसहरू पनि आइरहेको अवस्था देख्न सक्नुहुनेछ। र यही भन्दै गरेको क्रममा कुरा गर्ने क्रममा चाहिँ अर्को दाइ या स्थानीय दाइ आयो र स्थानीय दाइसँग नै कुरा गर्ने भन्ने कुरा गरेर अगाडि बढेको अवस्था देख्न सक्नुहुन्छ। यहाँ स्थानीय दाइ हुनुहुन्छ। स्थानीय दाइले पनि उनलाई धेरै नै स्वागत गरेको, धेरै नै सहयोग गरेको भन्ने कुरा पनि बताइरहेको छ। स्थानीय दाइले यहाँका परिवेशका बारेमा उनी एक्लै एक्लै बस्थे र एक्लै चाहिँ यहाँ खाना ल्याउन समेत नभएको कारणले मैले नै दिन्थेँ उसलाई चाहिँ भनेर स्थानीय दाइले भन्दै गरेको अवस्था देख्न सक्नुहुन्छ। पछिल्लो समयको एकदमै भाइरल राजन श्रेष्ठले यो कुराहरू गरिरहँदा तपाईँको मनमा पनि एकदमै भावुक प्रश्नहरू उठेको होला। तपाईँलाई के कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यो चतराको घाटका वरिपरि चाहिँ मानिसहरूको घर छैन तर टाढा टाढा रहेको छ। यहाँ जङ्गलको बीच रहेको छ र जङ्गल पनि रहेको छ। यहाँ विभिन्न जङ्गली जनावरहरू पनि आउन सक्छन् र यो जङ्गली जनावर आउने ठाउँमा चाहिँ राजन श्रेष्ठलाई कसरी बस्यो र कसरी चाहिँ 2 वर्ष बितायो भन्ने कुरा यहाँ एकदमै मार्मिक र गम्भीर प्रश्नहरू उठेको छ भने यतापट्टि चाहिँ मानव सेवा आश्रमका व्यक्ति र मानव सेवा आश्रमका चाहिँ हुनुहुन्छ, उहाँले पनि एकदमै ट्रिट गर्नुहुन्छ र उहाँलाई भन्ने कुरा पनि गरिरहेको अवस्था देख्न सक्नुहुन्छ।
भाइरल राजन श्रेष्ठले आफ्नो बुबा आमा र सन्तान चाहिँ परिवारले हेला गरिसकेपछि आफू यो अवस्थामा पुगेको भन्ने कुरा पनि राजन श्रेष्ठले भन्दै गरेको छन् भने यी दाइको बारेमा पनि र दाइले गरेको कामका बारेमा पनि प्रशंसा गर्दै हुनुहुन्छ। राजन श्रेष्ठले गरेका कामका बारेमा यसै स्थानीय दाइले पनि भन्दै गरेको छन् उनी धेरै प्रकारका चाहिँ टोपीहरू र धेरै चाहिँ लुगाहरू लगाउँथे। त्यो किन लगायो, त्यो लुगा किन लगायो भन्दाखेरि आफूलाई जाडो मौसममा चाहिँ चिसो भएको कारणले गर्दा जाडो मौसममा लगाउनको लागि त्यो लासको लुगाहरू चाहिँ आफूले लगाएको भन्ने कुरो बताएको उनले जानकारी गरेको छन्। यी कुराहरू गरिसकेपछि राजन श्रेष्ठ अलिकति भावुक भएर कारभित्र छिर्छन् र यसरी नै चतरा घाटमा पुगिएका थिए र राजन श्रेष्ठले आफ्नो विगतका दिनहरू सम्झिँदै भावुक भएका देख्न सक्नुहुन्छ। मानव सेवा आश्रममा जाने र मानव सेवा आश्रमबाट नै उनी आफ्नो जीवनलाई अगाडि बढाउने भन्ने कुरा पनि गर्दै आउनु भएको छ। चतरा घाटका दृश्यहरू हामीले यहाँ देखाइरहेको छौँ। तपाईँले यो दृश्य पनि देख्न सक्नुहुन्छ भने हामीसँगै अब उहाँ पनि जाने हुनुहुन्छ। मानव सेवा आश्रमका एकजना दिदी पनि हुनुहुन्छ। साथै हामी सबै चाहिँ गाडीमा चढे र गाडीमा चढिसकेपछि हामी लागे मानव सेवा आश्रममा। अब चाँडै नै भाग्य न्यौपाने र चाँडै नै राजन श्रेष्ठ आफ्नो गाउँ घर चाहिँ धरानमा फर्किने भएको छन्। यो खुसीको कुरा हो। कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।